दाउरे र बन्चरो। एका देशमा एउटा दाउरे थियो। सम्पत्तिको नाममा एउटा बन्चरो मात्र थियो। उसले दिनभरि दाउरा काटेर बेची खाने गर्थ्यो। त्यो दाउरे निकै मेहनती थियो। त्यही बन्चरोको सहायताले दाउरा काट्ने गर्थ्यो। एक दिनको कुरा हो, दाउरे दाउरा काट्न जङ्गलतर्फ लाग्यो। उसले भने जस्तो एउटा रुख पनि भेट्यो। दाउरा काट्दा काट्दा एक्कासी बन्चरो फुत्केर पोखरीमा खस्यो। बन्चरो पोखरीमा खसेपछि दाउरे आत्तिन थाल्यो। दाउरे त्यहीँ बसेर रुन कराउन थाल्यो। दाउरे धेरै कराएको सुनेपछि जलदेवी पोखरीबाट बाहिर निस्किन्। अनि जलदेवीले दाउरेलाई सोधिन्, ए दाउरे दाई, के भयो? तिमी किन रोको? किन कराएको? दाउरेले उत्तर दियो, मेरो एकमात्र गरी खाने बन्चरो पोखरीमा खस्यो। दाउरेको कुरा सुनेपछि जलदेवी फेरि पोखरीमा पसिन्। एकछिनपछि जलदेवी पोखरीबाट बाहिर निस्किन् अनि सुनको बन्चरो देखाउँदै दाउरेलाई सोधिन्, ए दाउरे दाई, के यो तिम्रो बन्चरो हो? होइन, त्यो मेरो बन्चरो होइन। दाउरेको कुरा सुनिसकेपछि जलदेवी फेरि पोखरीमै पसिन्। एकछिनपछि जलदेवी बाहिर आइन्। यसपालि चाँदीको बन्चरो देखाउँदै भनिन्, ए दाउरे दाई, के यो तिम्रो बन्चरो हो? दाउरेले उत्तर दियो, होइन, त्यो मेरो बन्चरो होइन। दाउरेको कुरा सुनिसकेपछि जलदेवी फेरि पोखरीमै पसिन्। एकछिनपछि फेरि जलदेवी बाहिर आइन्। जलदेवीले दाउरेको फलामको बन्चरो देखाउँदै सोधिन्, ए दाउरे दाई, के यो तिम्रो बन्चरो हो? दाउरेले आफ्नो बन्चरो देख्न साथ खुसी हुँदै भन्यो, हो, यो मेरै बन्चरो हो। दाउरेको कुरा सुनिसकेपछि जलदेवी फेरि पोखरीमै पसिन्। एकछिनपछि तिनवटै बन्चरो लिएर जलदेवी बाहिर निस्किन्। दाउरे इमान्दार भएको कारण तिनवटै बन्चरो जलदेवीले दाउरेलाई उपहार स्वरूप दिइन्। तिनवटै बन्चरो पाएको कारण दाउरे खुसी भयो। दाउरे एकदम खुसी हुँदै आफ्नो घरतर्फ लाग्यो। दाउरेले तिनवटै बन्चरो ल्याएको देखेर गाउँलेहरू छक्क परे। यो कुरा उसले उसका गाउँले सबैलाई सुनायो। दाउरा काट्न जाँदा बन्चरो पानीमा खसेको अनि जलदेवीले तिनवटै बन्चरो उपहार दिएको पनि सुनायो। अर्को एउटा दाउरेको मनमा भने लोभ पलायो। उसले मनमनै जलदेवीलाई छक्काएर सुनको बन्चरो ल्याउने विचार गर्यो। लोभी दाउरे पनि त्यही पोखरीतर्फ लाग्यो। अनि त्यो लोभी दाउरेले पनि दाउरा काट्न थाल्यो। एकछिन दाउरा काटेपछि उसले विचार गर्यो, होइन, यो बन्चरो त पानीमा फाल्नै पर्यो। अनि यताउता हेरेर मौका छोपेर बन्चरो पानीमा फाल्यो। अनि ऊ पनि रुन कराउन थाल्यो। लोभी दाउरे कराएको सुनेर जलदेवी फेरि पानीबाट बाहिर निस्किन्। अनि लोभी दाउरेलाई सोधिन्, दाउरे किन रोको? के भयो हँ? दाउरेले उत्तर दियो, मेरो गरी खाने बन्चरो पानीमा खस्यो। दाउरेको कुरा सुनिसकेपछि जलदेवी फेरि पानीमा पसिन्। एकछिनपछि जलदेवी बाहिर निस्किन् अनि सुनको बन्चरो देखाउँदै दाउरेलाई सोधिन्। दाउरेले सुनको बन्चरो देखेर मुसुक्क हाँसेर भन्यो, हो, यो मेरै बन्चरो हो। जलदेवीले लोभी दाउरेको फटाही बुझिहालिन्। जलदेवी फेरि पानीभित्र पसिन् अनि जलदेवी कहिले पनि फर्किनन्। लोभी दाउरेले अरूको सामानको लोभ गर्दा सुनको बन्चरो त के आफ्नो फलामको बन्चरो समेत पाएन।